So hello guys, welcome back to my another vlog. जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। म के गर्छु भने भर्खर कामबाट भर्खर आएको। अब अस्तिर साथीहरूबाट जानु पर्यो। जुन एउटा भिडियो बनाएको थिएँ त्यो त लास्टै कमेडी टाइपको भएछ। त्यसैले आज चाहिँ हल्का सिरियस टाइपको डिप्रेसन बनाउने हो भिडियो। म चाहिँ लाइफमा फर्स्ट टाइम गरेर आएँ। भ्लगिङ चाहिँ मेरो फर्स्ट टाइम नै हो। अरू बेला चाहिँ अब म काम चाहिँ त्यो क्याब चलाउने काम गर्छु अनि यसो खाली भए बेला घर बस्ने। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब अनि यसो भिडियो सिडियो बनाउने गर्न थालिहाल्छ चाहिँ हेरौँ है त। अब अगाडि गएर मैले के गर्न सक्दो रहेछ त। अब यहाँबाट जाने हो सिधै उहाँ साथीकोमा। के नि गाइज, अब आफ्नो त साथीहरूसँग हिँड्ने बानी लागेको। साथीहरूसँग भेटेन भने त के नभए जस्तो लाग्छ। डिप्रेसन हस्टेलमा मेरो साथी घर चाहिँ उतै पर छ। अस्ति त्यता जान्छु, त्यसपछि हिजोको ठाउँतिर जान्छु फेरि। केटा हो इङ्ग्लिस छोडिदिन्छ क्या आज। मान्छेहरूले भन्छ कि है त्यो डाँडामा एकचोटि जान्छु भनेपछि चाहिँ जानै पर्छ अरे क्या। नत्र जान्छु भनेर गएन भने चाहिँ त्यो डाँडाको त्यो माताले आफ्नो जीवनमा कहिल्यै राम्रो राम्रो गर्दैन। आफ्नो जतिसुकै सक्सेस होस् पछि त्यो सबै सक्सेसहरू जति आफूले मेहनत गरेर सक्सेस गरेको छु त्यो अरू सब पछि गएर जान्छ। अब पहिला जस्तो थियो जस्ताका त्यस्तै बनाइदिनु पऱ्यो। अरे कहना क्या चाहते हो? त्यसैले म जानु त जान्छु तर एकचोटि जान्छु। म एक्लै जाने होइन, फेरि साथीहरू सबैसँग जाने हो होइन, सबैसँग जाने हो। अनि यसपालि मेरो साथीको बर्थडे छ क्या जेठमा यही आउने 26 गते होइन। त्यसको अनि एक दिनपछि मेरो बर्थडे छ। साथीको बर्थडेमा चाहिँ दक्षिण काली जाने भनेको छ। अभी मजा आएगा ना भिडो जानुपर्छ। क्या त्यहाँतिर धेरै भएको नगएको। दक्षिण काली पोहोर एकचोटि त्यही साथीकै बर्थडेमा गएको थियो क्या। त्यो साथीकै बर्थडेमा गएको थियो अनि यस्तो ल्याङ भएको थियो कि है केटाहरू पनि अनि साथीहरूको त्यो केटी साथीहरू पनि आएको थियो क्या। आएको थियो यस्तो ल्याङ भएको थियो कि सब झ्याप भएर धारातिर घोप्टिरहेको थियो। म पनि अब त्यतिखेर हल्का ठिक ठिकै, धेरै नभनौँ हल्का झ्यापै थिएँ। अब जानु पऱ्यो। फर्स्टमा त्यहाँ साथी चाहिँ छ कि छैन भन्ने चाहिँ हो। छ रहेछ भने त ठिकै छ होइन, अब छैन रहेछ भने त अस्तिर जानुपर्छ। बनाउनु त भ्लग म घरदेखि नै बनाउँथेँ होला तर लाज लाग्यो क्या मम्मीहरू फर्स्ट भ्लग हो अनि त्यसैले अलि अप्ठ्यारो नै हुँदैछ कि यसो बाटोतिर भ्लग बनाउँदै हिँड्नलाई होइन। मान्छेले नि के सोध्छ कि भन्ने त्यस्तो टाइपको दिमागमा आउँदैछ। बिस्तारै बानी हुँदै जान्छ जे चिजको पनि।
अब युट्युबको दुनियाँमा अब मैले कदम चाहिँ टेकिसकेँ। अब हेरौँ होइन कतिको के हुन्छ। अब मैले पनि धेरै वर्ष भइसक्यो यार, 21 वर्ष भइसक्यो। अब आफ्नो फ्यामिलीको बारेमा यसो होइन, भाइ बहिनीहरूको बारेमा सोच्नुपर्छ। बिहे गर्नुपर्ने उमेर भइसक्यो मेरो। आर यु कमेडी मी? यही ठाउँमा के अचम्मको घटना घट्यो कि त्यो मेरो कि फेक हो त्यो चाहिँ मैले कन्फर्म गर्न सकिनँ है। उही साथीको घरबाट यतातिर जाँदै थिएँ है, ठ्याक्कै उहीँनिर के पो आज जस्तो लागेर त्यति बेला त मेरो सातो गइदिएर हामी डिप्रेशन। त्यसपछि राति एक्लै यो बाटो हिँड्नुहुन्न भन्ने चाहिँ थाहा भयो। अरे कहना क्या चाहते हो? अस्ति नै एकचोटि उहीँ माथि कुलोमा एकजना मान्छे कोही डुबेर मऱ्यो भने सुनेको थिएँ। अरे कहना क्या चाहते हो? त्यो चाहिँ मलाई नि अचम्मै लाग्यो एकचोटि त। कुलो चाहिँ यत्रो छ खुट्टा पनि नडुब्ने है, मान्छे डुबे मरेर भन्ने डुबेर मऱ्यो भने। त्यही सोचले हो कि अस्ति मलाई तर्साएको जस्तो लागेको थियो। मलाई त डर लाग्छ हौ भुतहरूदेखि त। आर यु कमेडी मी? यतातिर अलिक कम आउँदैछ अझ। मेरो घरतिर त म यस्तो भुलाउँछ कि राति एक्लै हिँड्ने मान्छेहरूको त, राति एक्लै हिँड्ने मान्छे त कि मुटु डर हुनुपर्छ, नत्र हिँड्दैन हिँड्ने हुन्छ हाम्रो गाउँतिर। हेर्नु गाइस, यहाँनिर मऱ्यो अरे अस्ति मान्छे चाहिँ, यही कुलोमा डुबेर मऱ्यो अरे। डिप्रेशन। तर तपाईँहरूले पत्याउँदैन होला, मैले पनि पत्ता थिएँ नि, तर हो भन्छ खै यहाँको मान्छेहरूले चाहिँ होइन। जस्ट अब हो कि होइन, ट्राई गर्नु। ल साथी घर आइपुग्यो, एउटा साथी घर। ओ केटा हो, भान्जा बाबु पो रहेछ। ए अरू खोइ त। नमस्ते सबैजनालाई। नमस्ते नमस्ते। नमस्ते सबैजना चाहिँ काममा गएको छ अहिले चाहिँ होइन गाइज। अँ म चाहिँ सुतेर बसिरहेको छु, बिहानदेखि नुहाउँछु भनेको स्याम्पू नगरेर सुते। आर यु कमेडी मी? जाउँ न मासतिर। एकछिन मामा आउँछ न। को पुरानहरू? A few moments later. गएको कोही पनि छैन रहेछ होइन। यहाँ त्यो भाइ चाहिँ यहाँ काम गरेर रहेछ, यसो बास निकाल्ने। म चाहिँ साथीहरू भेट्न आएको, त्यो भाइले भेटिहाल्यो भयो। अब मोज हुने भयो मलाई। अभी मजा आएगा ना। दसैँ लाग्यो यार। कुकुर त्यहाँ हेर्नु, त्यहाँ केटीहरूको चढ्ती कला। चढ्ती कला देख्नुभयो होला होइन। यहाँ माथि चाहिँ मन्दिर छ, माथि मन्दिर छ। गाइस यहाँ मास चाहिँ राति बोक्सी निस्किन्छ अरे, बोक्सी। अरे कहना क्या चाहते हो? त्यसैले हो। तपाईँहरू उता पर डाँडातिर आउनु भएको छ कि छैन कुनै? आर यु कमेडी मी? त्यहाँ खतरा छ नि त्यो ठाउँ त, खतरा छ। त्यो केटीहरू खतरा चढ्ती गला देखाउँदै बस्छ। अब काम सक्यो, फेरि अब भोलिदेखि बिहानै जानुपर्छ।
म त्यो काममा जाने बेला नि भ्लग बनाएको थिएँ होला तर अलिक गाडी चलाउने बेला नमिल्ने रहेछ क्या डिप्रेशन अब स्टियरिङ गाडी चलाउने बेला स्टियरिङ समातौँ कि अब फोन समातौँ हुन्छ अनि त्यसैले म चाहिँ यसो खाली भएको बेला मात्र होइन भ्लग बनाउँछु कहिलेकाहीँ मात्र हो मेरो इच्छा होइन अब सपना नि अब एउटै बोकेर बस्ने हो अब नेपालकै सबभन्दा ठुलो भ्लगर बन्ने रामसितै भाइ यार कोच लाएर हेर्नुहोस् त जडीबुटीहरू होइन अब साथीहरूसँग यस्तो माग्न पनि फेरि अलि अप्ठ्यारो हुने क्या साथीहरू भने अब होइन पछिसम्म चाहिरहने मान्छे हो पछिसम्म नचाहिने भए भए त घरमा गएर पिटेर भए पनि लिनुहुन्थ्यो नि अब छोडिदिएँ मैले त त्यो पैसा छोडिदिएँ अब मैले चाहिँदैन त्यो साथीहरूले लिएको पैसा अब कुनै दिन मेरो नि पालो आउँछ होइन मेरो नि पालो आउँछ त्यति बेला चाहिँ माया साथीहरूको हो तो दुश्मन को क्या काम अरे कहना क्या चाहते हो लो गाइस A few moments later. लो गाइस अब चाहिँ हामी चाहिँ माथितिर लाग्न लागेका छौँ होइन माथि गइदिनु पऱ्यो चाहिँ अब हिजोको केटाहरूसँग बसेर अलिक कुकुरले टोक्न सक्छ फेरि गफ हानिदिनु पऱ्यो होइन यो एरियामा चाहिँ सबभन्दा के को डर छ भने होइन यो एरियामा चाहिँ कुकुरको डर छ क्या बेसी मस्त जोक मारा रे मान्छेले जता गयो नि कुकुर भइदिन्छ है अस्ति एकचोटि झन् टौडामा गएको थियो के हो हो भाइ हो हेलो नाम रामकुमार टिएमजी भ्लग छ बास गाइस हेर्नु हाम्रो भ्लग गराइदिनुमा फ्यान्सहरू बढिसकेको छ होइन तपाईँहरू पनि लाइक सब्सक्राइब गरिदिनु होला तरिका भिख माग्ने का अब यसो झाङतिर बसेर भाइ चाहिँ फेरि के लिनु गएछ ला भाइ हरायो त फेरि कहाँ गयो हो माथि दुईजना फेरि जोडी बसिरहेको रहेछ आर यु कमेडी मी ल भाइ हरायो फेरि खोज्नु जानु परिहाल्यो नि यार भाइ के हरायो भने खोज्नु गयो ल हामी चाहिँ अघिकै भाइको घरमा आइपुग्यो यो हराएको भाइको घरमा होइन यो चाहिँ भाइको घरको छत हो यहाँबाट उतातिर भ्यूहरू खतरा देख्छ
हेर्नु खतरा रहेछ। तपाईँले देखिरहेको छ होला यहाँ दृश्य खतरा छ खतरा छ यार। मैले त हात छुट्याएको छ भने भ्लग बनाउँदा पनि। ल केटाहरू चाहिँ आइसकेको अब केटाहरू त साह्रै आइसकेको छ। ल केटाहरू हराएर समर भाइ यो भ्लगर बन्छु मात्र भनेर चाहिँ हुँदैन रहेछ। त्यो दुई सिगार क्यामेरासँग त सधैँ अब मेरो साथीहरूलाई भन्नु पऱ्यो होइन। क्यामेराम्यान एकजना मेरो बनिदिने हो भनेर। मान्छ फेरि साथीहरूले पनि नमान्ने चाहिँ होइन, मिल्ने छ साथीहरू पनि सब बवाल होइन। कहिलेकाहीँ भागिदिन्छ र बडिन्छ नि त हो नि। अस्ति एकचोटि मेरो साथीहरू हामी 4 जना टौडातिर गइरहेको थियो है। यता तलतिर त्यो टौडा लेक छ क्या, अनि हामी त्यतातिर गइरहेको थियो। अनि ठ्याक्क त्यहाँ ओह्रालोमा गइरहेको थियो, रातिको टाइम थियो। अनि हामी 4 जना थियो, त्यहाँ कुकुर थियो क्या, कुकुर छ भनेर बिस्तारै बिस्तारै गइरहेको थियो फर्स्टमा चाहिँ। पछि त त्यहाँ पछाडिबाट एउटा साथी कुदेर गयो जस्तो हामी पनि कुदिहाल्यो। अर्को दुईजना साथीको चाहिँ कुकुरले सातो खाइदिएछ, झन्डैले टोकेको। धन्न टोक्नु चाहिँ टोकेन छ, साला चाहिँ भित्तामा टाँसेर बसिरहेको रहेछ। कुकुर पनि डेन्जर थियो भने अघिको भाइ आयो। जाऊ माथि जाऊ। माथिको तिमी गाइज हेर्नु है, माथि त्यहाँ दुईजना जोडी बसिरहेको थियो। अहिले पनि त्यहीँ होला। को जोडी अन्त माथि क्या डिप्रेशन केटाहरू भएर जाने हो, घर नजाने अहिले। एकछिन भिडियो बनाइदिनु त्यसपछि जाउँला नि। यहाँ चाहिँ खतरा छ नि। त्यहाँ गएर के गर्ने हो के त्यहाँ गएर के गर्ने? त्यहाँ गएर साथीहरूसँग भिडियो बनाउने के। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अलि लङ काम छैन, भ्लग बनाउँदै बस्ने। कसैले टुप्पै पारेर जिहाल्छ। मलाई त्यस्तो भिडियो टुप्पै दिँदा छैन यस्तो अलिक त्यस्तो हेर्नु गाइस, यहाँतिर अलिक डर लाग्यो चिज भनेको यिनीहरू हो। होइन नि त्यो दुइटा हो ए यिनीहरू त अलिक सोचा साझै छन्, मार्ने भयो। ल कसरी मल छ एउटा उतु किन्नु हौ स्टिक। त्यसरी भन्दा यसै ठिक हुन्छ। एउटा स्टिक किन्नु हौ स्टिक, मल उतु स्टिक हुन्छ नि त्यो स्टिक ब्लगिङ सिस्टम
यति सम्प्रदाय त्यो हुँदो रहेछ। ओ उद्धव दाई तपाईँ काम यता वेलकम टु माई भ्लग है तपाईँलाई नि। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। उद्धव दाई भाइले कान मुद्दा सुन्न थाल्यो क्या। मलाई क्यामेरै राम्री समात्नै आएन यार। मान्छेहरू नभए के देखाउनु भयो नि त अनि के रे? अभी मैं गाली नहीं दे सकता। नहीं गाली हामी त यस्तो कहाँ केरा सेरा देखाउने मान्छे हो त। भ्लग देखाउने भने आफ्नो फेस हो अनि अगाडिको बाटो के यसरी। म त फर्स्ट टाइम भ्लगमा हो होइन। बनाउन आउँदैन बहिनीको चकचक। त्यसो दिन्न म बनाइदिन्छु। जेब पनि खोल्नु। ठिक छ गुड। डिप्रेशन बाटो कस्तो छ? आज क्यामेरा हिजोभन्दा क्लियर आएको छ यार। तपाईँको मात्रै प्लेस देखाइदिने तपाईँ भ्लगर होइन। त्यही त म पनि बिस्तारै फेमस हुन्छु गाइज। उ त्यो मन्दिर छ होइन, खतरा छ त्यो मन्दिर पनि। बाइकहरू पनि खतरा हुन्छ। त्यहाँ तपाईँहरूले मन्दिर देख्न सक्नुहुन्छ होइन। त्यहाँ मन्दिर दामी छ, लाइट साइड हालेर बबाल बनाएको छ। दर्शन गरिदिनु। ओ भाइयो ये सेंटी बातें बन भगवान्लाई दर्शन गरिदिनु। मलाई त भ्लग बनाउनु कस्तो होइन हाँसो मात्रै लागिरहेछ हाँसो। किन लाउड लाग्यो क्या? यसरी रोडमा भ्लग बनाउँदै हिँड्दाखेरि मान्छेहरूले पागल गर्ने। पागल हो हुने। ठाउँ चाहिँ खतरै छ है हाम्रो ठाउँ चाहिँ। अरे कहना क्या चाहते हो? यो डाँडा चाहिँ खतरा हो यो। सहरभन्दा अलिक भित्र अलिक डाँडातिर छ यो ठाउँ चाहिँ होइन। तर बवाल छ किर्तिपुर एरिया। वेलकम टु द किर्तिपुर रोड। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब फेरि बाटो नि होइन खतरा छ नि। यहाँ अस्ति भर त्यहाँ बाटो बनाउनु भन्ने के ढुङ्गा थुपाएर राखेको थियो। थुपारै छ यसरी के गर्नु थुपार्यो। गाडीहरूलाई छिर्न नि कम अप्ठ्यारो हुन्छ। वान वे रोडमा झन् यहाँ यो बाटोमा झन् टिफर हिँडिन्छ। म चाहिँ ड्राइभर हो। ड्राइभर भने यस्तो सानो गाडीको ड्राइभर हो। भाइले समात्नै सकेन छ क्यामेरा। मेरो मोबाइलै भारी छ जस्तो धेरै। अनि त्यसैले कि भाइ हल्लाउ जस्तो धेरै। अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। कस्तो हो यतातिर यस्तै हो क्या। तँ पनि केटा म पनि केटा तँ पनि केटा। अनि केटा चाहिँ किन किन्नर भयो नि त्यसको त हुन्छ झुन्डेको। झुन्डेको तल माथि झुन्डेको हुन्छ नि त।
यस्तो ठाउँमा बाइक रेस गरेर एक्सिडेन्ट भयो भने उहिले म उहिले हालेको देखाउँछु म स्कुटीमा अनि जस्तै उहिले के हाल्दिनँ म हान्न जाँदा खुइली देखेको अरे कहना क्या चाहते हो हान्न जाँदा खुइली माछाले भाइ म कति वर्षदेखि चलाएको स्कुटी 10 वर्षदेखि चलाएको 10 वर्षदेखि गाउँ हाल्ने ल अदा डिप्रेशन ट्याक्टरसँग चाहिँ लाग्यो हो क्या मैले तिमी कति वर्ष भयो म 19 वर्ष 18 वर्ष ए गाउँ हालेर फेरि भाइले लिएर हेर्नु जाने हो चल्न घर देखाइदिनु पर्ने जल्दी प्रुफ देखा भाइ प्रुफ अहिलेको जमानामा प्रुफ माग्छ जल्दी के त्यो चाहिँ प्रुफ देखाइदिनु पर्ने जल्दी खोलेर देखाइदिनु आन्टीको पसलतिर आइपुगिसक्यौँ बाहिर हातहरू हुँदो रहेछ ए आन्टी डिप्रेशन ए हामी पसलमा आइपुग्यो है ल गाइज साथीहरू आइज ल ठिक छ अरू आइपुगेको छैन हाम्रो भ्लग आजलाई यति नै है ल अब आर्को भ्लगमा